श्रावणको पहिलो सोमबार मेरो डायमन्डले व्रत बस्नु भएको रहेछ। अनि उहाँलाई चाहिँ पशुपति जानु पर्ने रे हैन। अनि भदर अनि पशुपति जानु पर्ने, हामी पशुपति अहिले जाँदैछौँ, पशुपति आइसकेका पनि छौँ। अनि मेरो बुढीलाई व्रत नबस्छ नि त, किन बस्नु पर्यो भनेर भनेको त। पहिला पहिला व्रत बसेको मान्छे नबसेर हुन्छ, म त बस्ने हो भने। अब पहिला यिनीहरूले व्रत बस्ने भनेको राम्रो लोग्ने पाओस्, मलाई माया गरोस् होइन, एकदम सज्जन सुहोजो खालको लोग्ने पाओस् भनेर पो यिनीहरूले व्रत बस्ने हो। अब त्यो पाइसकेको छ म जस्तो राम्रो होइन, समान खान जस्तै छु होइन, अनुहार नमिले पनि जिउ नमिले पनि होइन। त्यस्तो लोग्ने पाउँदै मेरो बुढी अब व्रत किन बस्नु पर्यो भनेको मानिन आउँदै पऱ्यो यहाँ पशुपति अहिले। ल अनि आज पशुपति यति धेरै भिड रहेछ। आमाको पहिलो श्रावणको सोमबार भएको भएर पशुपति कति धेरै भिड छ है। ल हेर्नु हेर्न सक्नुहुन्छ आज श्रावणको पहिलोचोटिको सोमबारको यति धेरै भिड छ है यहाँ। मेरो लाइन कति टाढा छ समस्या है। अब हामी यहाँबाट प्रवेश गर्छौँ। यहाँ भित्र जाँदाखेरि चाहिँ भिडियो फोटो अलाउड छैन है। बाँकी चाहिँ हामी बाहिर आएछौँ त। अनि त्यसपछि हामीले पशुपतिभित्र पूजा गरिसकेपछि पशुपति मन्दिरभित्र पूजा गर्दाखेरि बत्ती बाल्न हुनेछ। हामीले बाहिर आएर मेरो बुढीले यसरी धुप बत्ती बालिन्। भित्र पशुपतिनाथको दर्शन गरिसकेपछि अहिले म बाहिर आएको छु। अनि एउटा कुरा चाहिँ म के भन्न चाहन्छु भक्तजनहरूलाई भन्दाखेरि, जब भक्तजनहरूले पूजा गर्दाखेरि मन्दिरभित्र धुप बाल्नुहुन्छ त्यो हुँदैन भन्दा पनि कतिजना भक्तजनहरूले गर्नुहुन्छ। यो कार्य चाहिँ तपाईँले बन्द गर्नु पर्यो। मन्दिरभित्र धुप बाल्नु हुँदैन भनेपछि नगर्ने। किन गर्ने? अहिले भित्र मैले जति पनि हेरेँ, मैले क्रियाकलाप हेरेँ, उहाँले धुप बाल्नु भएको छ। जब हुँदैन भन्दै पनि यसरी बालेर होइन हुँदैन भन्ने कुरा नगरौँ। र अर्को कुरा के छ भन्दाखेरि पशुपतिनाथ मन्दिर एउटा हाम्रो हिन्दूहरूको के भन्ने अब ठुलो मन्दिर हो होइन, एउटा धार्मिक आस्थाको। दर्शन गरियो, खुसी लाग्यो, मन आनन्द भयो, शान्ति भयो।